हेलो वेलकम अगेन टु माई न्यू भिडियो। आज चाहिँ म लियोनार्दो डिक्याप्रियोको बारेमा कुरा गर्न गइरहेको छु। किन चाहिँ लियोनार्दो डिक्याप्रियोलाई वान अफ द बेस्ट एक्टर अफ करेन्ट जेनेरेसन भनिन्छ भन्ने कुरामा कुरा गर्न गइरहेको छु। सो लेट्स गेट इन्टु द भिडियो विथआउट एनी डिस्कसन। हामी 3-4वटा पोइन्टहरू राखेर हेर्छौँ जहाँनिर चाहिँ लियोनार्दो डिक्याप्रियोले यस्तो यस्तो काम गरेका छन् जुन कारणले चाहिँ लियोनार्दोलाई चाहिँ डिक्याप्रियोलाई चाहिँ वान अफ द बेस्ट एक्टरको रूपमा लिने गरिन्छ भन्ने कुरा हामी गर्नेछौँ। पहिलो कुरा भनेको त प्रतिष्ठित र गुणस्तरीय फिल्महरूको छनौट हो। लियोनार्दोले एकदम भेराइटिज अफ फिल्महरू खेलेका छन्। डिक्याप्रियोले सधैँ सङ्ख्याभन्दा गुणस्तरलाई प्राथमिकतामा दिन्छन्। उनले कहिले कुनै सिक्वेल सुपर हिरो फिल्महरूमा काम गरेका छैनन्। उनले मार्टिन स्कर्सेजी, क्विन्टन ट्यारेन्टिनो र क्रिस्टोफर नोलन जस्ता उत्कृष्ट फिल्म निर्देशकहरूसँग काम गरिसकेका छन्। यो फिल्म निर्देशकहरू एकदमै वर्ल्डको रिनाउन्ड फिल्म निर्देशकहरू मध्ये पर्नुहुन्छ मार्टिन स्कर्सेजी, क्विन्टन ट्यारेन्टिनो र क्रिस्टोफर नोलन। त्यही भएर उहाँलाई चाहिँ वान अफ द ग्रेट एक्टरको रूपमा लिने गरिन्छ। द सेकेन्ड पोइन्ट इज द्याट पात्रमा डुब्ने क्षमता छ लियोनार्दोसँग, जसलाई चाहिँ हामी एज अ इङ्ग्लिसमा भर्सटालिटीको रूपमा लिने गर्छौँ। उनी हरेक भूमिकामा पूर्ण रूपमा हराउन सक्छन्, चाहे त्यो टाइटानिकको रोमान्टिक प्रेमी होस् या द वुल्फ अफ वाल स्ट्रिटको ठगी व्यापारी होस् या त इन्सेप्सनको जटिल चोर। उनले हरेक पात्रलाई जीवन्त बनाउन सक्छन् भन्ने कुरा यहाँ मैले राखेको छु, जसले चाहिँ लियोनार्दोको भर्सटालिटीलाई देखाउने गर्छ। द नेक्स्ट पोइन्ट इज शारीरिक र मानसिक समर्पण। उनले जुन फिल्मलाई दिएका हुन्छन्, जुन फिल्ममा उनले काम गर्छन्, त्यो फिल्मलाई चाहिँ उनले पुरै आफ्नो ज्यान लगाएर चाहिँ काम गरेका हुन्छन्। यो हामीले डिक्याप्रियोले आफ्नो भूमिकाको लागि जे पनि गर्न तयार हुन्छन्। फिल्म द रेमिनेन्टको लागि उनले अस्कर पनि पाएका थिए होइन, बेस्ट एक्टरको लागि। त्यसको लागि चाहिँ उनले के गरेका थिए भने उनी भेज हो र पनि वास्तविक काँचो कलेजो, बाइसनको काँचो कलेजो यानि कि लिभर खाएका थिए। 0 डिग्रीभन्दा तलको तापक्रममा नदीमा पौडी खेलेका थिए। मरेको जनावरको शरीरभित्र सुत्ने जस्ता कठिन दृश्य आफै गरेका थिए। यही फिल्मका लागि उनले ओस्कर अवार्ड पनि पाएका थिए, रेमिनेन्टका लागि पनि। सो नेक्स्ट पोइन्ट हो जसले चाहिँ लियोनार्दोलाई वान अफ द ग्रेट एक्टर अफ करेन्ट जेनेरेसन र होल सिनेमा हिस्ट्रीको पनि भनिन्छ। त्यो फिल्मको स्टारडम र विश्वसनीयता। अहिलेको युगमा एक्टरलाई लिएर क्रेजहरू त्यस्तो हाई क्रेजहरू हुँदैन हलिउडमा, स्पेसली इन्डियन इन्डस्ट्री र नेपाली इन्डस्ट्रीमा भए तापनि हलिउड इन्डस्ट्रीमा हुँदैन। तर लियोनार्दोलाई लिएर अझै पनि हाइप र क्रेजहरू हुन्छ र आजको समयमा फिल्महरूको नामले भन्दा पनि अभिनेताको नामले फिल्म चल्ने स्टार पावर डिकाप्रियोसँग मात्र छ भन्दा फरक पर्दैन। दर्शकहरूलाई विश्वास छ कि यदि फिल्ममा डिकाप्रियो छन् भने त्यो फिल्म पक्कै पनि राम्रो हुन्छ भन्ने दर्शकहरूलाई विश्वास छ। यो बाहेकको अर्को के कुराले चाहिँ लियोनार्दोलाई फरक पार्छ अरूभन्दा भन्दाखेरि चाहिँ मेन कुरा भनेको चाहिँ डिकाप्रियोले वातावरण संरक्षणसँग गर्नुपर्नेको जुन उनको सक्रियता छ त्यसको लागि हो। उनले नेपालमा बाघ संरक्षणको लागि ठुलो आर्थिक सहयोग गरेका छन्, जसले गर्दाखेरि चाहिँ बाघ 5 वर्षमा डबल भएको छ भन्ने कुरा पनि आएको छ। उनले अस्कर अवार्डमा पनि नेपालको बाघ सम्बन्धी कुरा गरेका थिए र नेपालको संरक्षण प्रयासको विश्वभर प्रशंसा पनि गर्ने गर्छन्। नेपालले यस्तो यस्तो गरौँ भनेर उनले अस्कर अवार्ड त्यसै गरी विश्वभरि अरू ठाउँ पनि भनेका थिए। ल आजको लागि यति नै। तपाईँलाई लियोनार्दोको वान अफ द बेस्ट मुभी कुन लाग्छ कमेन्ट गर्नुहोला। मेरो लागि चाहिँ लियोनार्दोको बेस्ट मुभी भनेको चाहिँ रेमिनेन्टै हो पक्कै पनि। तपाईँलाई कुन लाग्छ कमेन्ट गर्नुहोला। आजको लागि यति नै, धन्यवाद।